गुड मर्निङ गाइज। सो आज चाहिँ हामी यो सुर्खेतको सिद्धार्थ होटलबाट अब आज चाहिँ हामी सकेसम्म नागमा पुग्ने सोचिरहेको के हुन्छ। यदि नागमा पुग्नलाई ढिलो हुन्छ भने हामी कहाँ बस्छौँ रे? मानमा बस्छौँ। सो अहिले चाहिँ बिहानको 7:45 भयो आज चाहिँ हाम्रो डे 3। हाम्रो यहाँको बसाइ चाहिँ राम्रै थियो सिद्धार्थ होटलको। सो हामी चाहिँ 2 दिन जति चाहिँ पुरै तराईको बाटो आए काठमाडौँबाट नारायणघाटसम्म। नारायणघाटदेखि चाहिँ सिधा तराईको बाटो थियो। अब आज चाहिँ पहाडको बाटो सुरु हुन्छ र अलिकति अफ रोड पनि होला। अब हामी लास्ट पेट्रोल चाहिँ कहाँ हाल्नु पर्ला थाहा छ तपाईँलाई? यदि उता जाँदा हजुर कहाँ? सहीपला कति टाढा? दैलेखतिर पम्प पाउँछ? हेलो सो अब चाहिँ हामी यहाँ सुर्खेत छोडेर दैलेखतिर जान्छौँ। दैलेख जिल्ला अनि त्यसपछि सकेसम्म हामी आज नागमै पुग्ने सोचिरहेको। यदि पुगेन भने अँध्यारो भयो भने चाहिँ हामी मानमामै बस्छौँ। अनि भोलि चाहिँ अलिक चाँडै उठेर मानमाबाट रारातिर जाने प्लान छ। तर सकेसम्म चाहिँ नागमा ट्राई गरिरहेको छु, किनभने भोलि फेरि अलिकति सजिलो हुन्छ हामीलाई। सो गाइज अहिले चाहिँ पुरै रमाइलो डाँडाको बाटो आइरहेछ। हिजो त दिनभरि तराईमा चलायो सिधा बाटो। तर बाइक चलाउनुलाई चाहिँ रमाइलो यस्तै बाटो हो क्या, सिधा बाटो भन्दा। खानेकुराहरू केही पाउँछ? ए हुन्छ ल, हुन्छ हामी आउँछौँ। 3 जना छ हामी। है तरकारीमा के हो? चनाहरू छैन? रोटी र के भन्नु? अनि अन्डा छ कि छैन? अन्डै छैन रे। हो रोटी तरकारी मात्रै छ अरे। तरकारी पनि त्यो आलु कौरी भात खाने तरकारी जस्तो लाग्यो। यहाँ भात, यो चाहिँ भात खाने ठाउँ जस्तो क्या। जाउँ भन्छ त्यसलाई। सेल खानी सेल छ तरकारी चना अन्डा छ नि। भात पर्दैन खाना होइन? सेलहरू छैन? सेल रोटी। यो त डोनट पो रहेछ। यस्तै जस्तो छ यहाँ। अरू के छ त भन्नु न? तरकारी के तरकारी हो त्यो? के तरकारी हो त्यो अन्त? ए ल हुन्छ। त्यो रोटी पनि, सुक्खा रोटी पनि बनाउनु न है। हजुर सो गाइज हामी चाहिँ यहाँ बटीचर भन्ने ठाउँमा छौँ। यहाँ चाहिँ हामी रोटी तरकारी खान्छौँ। अनि त्यसपछि हाम्रो कति बजी ब्रेकफास्ट? 9 बजे ब्रेकफास्ट। हिजो पनि 9 बजे ब्रेकफास्ट, आज पनि 9 बजे ब्रेकफास्ट। त्यो के हो?
परोठा सो गाइज हाम्रो ब्रेकफास्ट हेलो चेक 1 2 3 चेक चेक माइक चेक हेलो 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 सो गाइज अहिले चाहिँ मजाको पहाडको बाटो आएछ बाटो पनि राम्रै रहेछ यो बाटो त्यो धेरै खाल्डाखुल्डीहरू छैन रहेछ यहाँ सरर आनन्दको पहाडको बाटो रहेछ कर्णालीको पहिलो झल्को देखियो अब हामी त्यहाँ तल तल जान्छौँ पहाडको बाटोबाट सो अहिले बाटो चाहिँ पुरै भिरको पुरै घुमाउरो बाटो छ बाटो चाहिँ ऊ त्यहाँ माथि माथिसम्म रहेछ पुरै डाँडाको भिरमा बाटो बनाएर रहेछ ल जुम्ला सो अहिले बाटो चाहिँ अलिकति बिस्तारै अलिकति बिग्रिया बाटो आयो जस्तो लाग्यो ठाउँ ठाउँमा यस्तो पहिरो गएर हो कि के भएर हो यो अलि ग्राभल बाटो आउनु थाल्यो हाम्रो जयेन्द्र कहाँ गयो ए यता रहेछ सो गाइज अहिले चाहिँ अब पुरै ग्राभल बाटो सुरु भयो जस्तो यस्तो घुमाउरो बाटो त्यहाँ तल अलिकति सिधा रहेछ त्यहाँ पनि बाटो रहेछ त्यही बाटो जान्छ होइन बिस्तारै जाउँ धुलो खानु मन छैन धन्यवाद सो गाइज हामी खानासाना खाएर हामी अहिले अगाडि बढिरहेको छौँ अब यहाँबाट मानमा 66 किलोमिटर लगभग 2.5 घन्टा भनेर भनिरहेको छ हेरौँ कति बजी पुग्छ त्यहाँ यदि त्यहाँ अहिले चाँडै पुग्यो भने चाहिँ हामी नागमै बस्ने विचार गरिरहेको छौँ तर बाटो कुनै ठाउँमा ग्राभल कुनै ठाउँमा पिच ठिकै बाटो रहेछ बिग्रिया बाटो पनि रहेछ सो गाइज कर्णाली रिभर पानी क्या सफा है हाँ पानी सफा है सफा तर हरियो देख्ने रहेछ है
फेरि हालेर जाउँ न फेरि उता कहाँ हो पेट्रोल महँगो पर्ला सोधौँ न यहाँभन्दा माथि पेट्रोल पम्प कहाँ छ होला पम्प छैन यही हो ल हालेर जाउँ नि त जति भर्छ त्यति हालेर जाउँ न किन हुँदा मेरो त सेक हटाएको छ हेरौँ कति हट्छ 1 लिटर अट्ला कि 100 मेरो अघि 100 किलोमिटर चाहिँ आएको छ अलिक घटाएको छ भनेपछि 2-3 लिटर अट्छ कि हाल्नु न ए हजुर हजुर हाल न कति अट्छ योभन्दा माथि पम्प छैन सो अब चाहिँ हामी रकम कर्णाली पुग्छौँ यहाँबाट लगभग 10 मिनटमा आइपुग्छ होला अहिले बल्ल अलिकति यहाँतिरको कर्णालीको मान्छेहरू देखे जस्तो लागिरहेछ चाहिँ यहाँको आइमाईहरूले चाहिँ धेरै रातो चिजहरू लाउँछ जस्तो तिलहरी रातो टिका त्यस्तो खालको कर्णालीको वेशभूषा कत्रो पक्की घरहरू रहेछ यहाँ पुरै ठुलै बजार छ जस्तो ठुलै बजार रहेछ होटल 820 ए हेर्नु न कति रातो तिलहरी लाउने कि ए नगरपालिकाको नामै 820 नगरपालिका रहेछ नि त 420 हो 820 भएछ त रकम कर्णाली बल्ल अलि कर्णालीतिरको घरहरू देख्न थाल्यो तल अघि त्यो रकम कर्णाली भन्ने ठाउँमा त पुरै पक्की घरहरू नै रहेछ सो गाइज मानमा देखियो जस्तो यहाँबाट त्यो डाँडा चाहिँ मानमा हो जस्तो मानमा त्यो देख्यो त्यो पहाडमा त्यो घरहरू हेर्न त्यही हो मानमा त्यो घरहरू त हो नि होइन त्यही हो मानमा हेरौँ होइन 4 बज्यो अहिले होइन 4 बज्यो अहिले होइन त्यहाँसम्म कति बजी पुग्छ हेरौँ अनि त्यसपछि उति डाँडामा घरहरू हेर्न 4 बज्यो अहिले त्यहाँ कति बजी पुग्छ हेरौँ होइन अलि उज्यालो छ भने नागमै जाउँ होइन यदि अलिकति अँध्यारो हुन थाल्यो भने चाहिँ अनि यहीँ बस्थ्यौँ होइन जाउँ न कति म देखेको थिएँ टोटल घरबाट यहाँसम्म कति किलोमिटर भयो अरे 707 किलोमिटर सो गाइज हामी काठमाडौँबाट 707 किलोमिटर आइसकेको छ यहाँसम्म
707 किलोमिटर। सो गाइज हामी चाहिँ अब दैलेख जिल्लाबाट कालीकोट जिल्ला प्रवेश गर्दैछौँ। सो यहाँबाट मानमा हुल्मा मानमा 23 किलोमिटर, पिली 42, काल्जे 58, नागमागाड 73 किलोमिटर, 4.5 घन्टा। मानमा 1.5 घन्टा, मानमा 1.5 घन्टा लाग्छ अरे, हेर न। मानमा 1.5 घन्टा लाग्छ अरे, हेर न। यहाँबाट के मानमा 23 किलोमिटर, भुलबुले 138, गमगढी तालचा 100, रारा 166 किलोमिटर, 11 घन्टा छ रारा। यहाँबाट रारा 11 घन्टा। मानमा 23 किलोमिटर, हामी मानमै बस्नु पर्ला। 1.5 घन्टा रे यहाँबाट। हजुर भोलि अलिक लङ हुन्छ फेरि राराबाट। ए होइन, त्यो फेरि सल्लेरी पनि उयो गर्नु पऱ्यो नि त। जाउँ ल, हेरौँ ल। लेट्स गो। सो अहिले हामी चाहिँ कालीकोट जिल्लामा छौँ। अब कालीकोटबाट मुगु आउँछ कि जुम्ला आउँछ? पहिला जुम्ला आउँछ होला। कालीकोट यो बाटो मनसुनमा आउने बाटो चाहिँ होइन रहेछ। पानी पर्ने टाइममा आयो भने त बिजोग हुन्छ यहाँ त। सो यस्तै आफ्टर मनसुन कि बिफोर मनसुनमा आउनुपर्छ जस्तो यो ठाउँ, गाडी बाइकमा। बाटो चाहिँ लास्टै साँघुरो रहेछ। दुईवटा गाडी यस्तोमा यहाँ अड्क्यो भने त बिजोकै हुन्छ गाइज। ल सो गाइज झरना हेरौँ, झरना। मनसुनमा त यो त खतरा देख्छ यो है। सो हामी जाने बाटो त्यही होला जस्तो। ओ त्यो बाटो भयो नि त, अफ रोड रहेछ त, अफ रोड। ओहो निकै मजाको बाटो रहेछ गाइज। अकबरे भिर। सो गाइज यस्तोलाई चाहिँ अकबरे भिरको बाटो भन्छन्। सो गाइज अब चाहिँ हामीलाई एउटा डाँडा त्यो माथि टुप्पोसम्म पुग्नुपर्छ मानमा पुग्नलाई। म दिन्छु पख न, किन भएको? तिहारै सकिसके यिनीहरूलाई देउसी रे हेर्न। ल अलि उता जाऊ न, म दिन्छु। तिहारै सकिसक्यो, के को देउसी? गाडी आयो। हामी अब मानमा पुग्न लाग्यो जस्तो छ। लगभग 5-6 किलोमिटर मात्र छ होला। तै पनि अलिकति यो बजारको आउटस्कट त आइसक्यो। अनि आज चाहिँ हामी यहाँ मानमामै बस्छौँ, नागमा जाँदैन होला, किनभने अहिले 5:15 जति भइसक्यो। सो अलि चाँडै अँध्यारो हुने भएर हामी यतातिर बस्छौँ होला।
आज अलि धेरै यो अफरोडको बाटो चलाएर पनि अलिकति जिउ दुखे जस्तो हुन्छ। सो अलिकति अँध्यारोमा पुग्यो भने झन् अलिकति झन्झट भइराख्ने भएर चाहिँ अलि उज्यालोमा पुगेर मजाले रेस्ट गर्न सकिन्छ। बरु भोलि चाहिँ अलि चाँडै उठेर जानु पर्ला। सकेसम्म सल्लेरी पनि सकेसम्म रारै पुग्ने नत्र सल्लेरीमा बस्ने प्लान छ हाम्रो। सन्चेटै गयो। रुमहरू छ दाइ? तिनवटा के अरे 3जना छौँ हामी। एउटा रुममा 3जना अट्छ। 3टा बेड भएको छ। 3टा बेड भएको छ। कहाँ कति तल्ला हो हजुर? माथि कति तल्ला?